नमस्कार, गुड मर्निङ, शुभ बिहानी, सुप्रभात। मेरो फेसबुकहरू बस्नु साथीभाइहरूलाई स्वागत छ। म चाहिँ यहाँ ससुरालीमा आएको छु। त्यो बारबरु बार्नुको लागि, बारहरू बाउन्ड्रीहरू बार्नुको लागि चाहिँ बारीबाट चाहिँ बाँस काटेर ओसार्दैछु। गरमले चाहिँ हत्तु भयो। बाँस बोकेकोले काटेकोले भेना चाहिँ पर छ। एक ट्रिप चाहिँ पुरा राखौँ। यहाँ बारी चाहिँ पर छ बाँसकारी। यस्तो छ ससुरालीमा आएर नि काम चाहिँ त्यही हो मेरो त। बारबुर घरि के बनाउने, घरि के बनाउने। बाटो चाहिँ यस्तो छ, भेना पर छ। एकट्रिप पुऱ्याएर उपर फेरि अब चाहिँ मसिनो बाँस छ, म यहाँ पर काटिरहेको छु। त्यो बाँधेर ल्याउनुपर्छ। यहाँ बाँधिरहेको छु, म काटिरहेको छु। यहाँ चाहिँ यो खालको बाँस काटिरहेको छु। अघि ठुलो बाँस, चोया बाँस पुराको अघि चाहिँ अब्बुई सिधै भुँडी ताकेर बसिरहेको छ यसले। अब यो एक ट्रिप पुऱ्याउनुपर्छ। ससुराली चाहिँ बेनिक वन टी गार्डन हो। बिहान ऊ परतिर छ। पसिना चाहिँ जोड निकाल्यो जिउबाट। गरम भयो त्यतिकै। वेट पाउनु भयो भएन चोया डोडी यो लहरा एउटा छ यहाँ हो। पर पुऱ्याइकन आयो कि पर पुऱ्याइकन आयो। भेना र म चाहिँ बाँस काटेर बार्नुको लागि अब जाँदैछ। अब एकैचोटि बाँस पुराको जग्गामा खालि देखाउँछु म, माथि घरमा जहाँ मैले बार्दैछु नि त्यहाँ देखाउँछु म। बाँस चाहिँ यहाँ गराउँदैछ। अब यहाँ चाहिँ बान्नु चाहिँ डोडी छैन, लहराले सबै दिनुपर्छ।
बाँस पोखेर चाहिँ हिँडा हुँदैछ बाँस लिएर आउनु हुँदैछ अब हामी चाहिँ बाँस लिएर घर चाहिँ बार्नुपर्छ माथि पसिना चाहिँ जोड निकाल्यो यहाँनिर जग्गा बाँड्दैछ घर चाहिँ म त्यो हरियो अब यता माथितिर बारी छ कि अब त्यो बिचमा ग्याप छ यहाँ बार्नु छ यहाँदेखिको बारेर चाहिँ टक्कै यसरी बारेर माथि त्यो बाइक कुदेको मुनिदेखिको सिधै बार्नुपर्ने हो तर पर चाहिँ बारिसके 3 दिन लाएर यहाँ चाहिँ हाम्रो घर अब माथि बार्नु पर्ने हो माथि मार्नु पर्ने हो 3 दिन चाहिँ पर बारिसके घरमा चाहिँ यहाँनिर घर त छ नि यहाँनिर सबजना खसिसक्यो कोही छैन हामी माथि बस्छ यहाँ घर बन्नुहुन्छ त्यही कारणले जग्गाहरू चाहिँ बारीदेखि यहाँनिर यस्तो बारीदेखि पर बारी अब यहाँदेखि सिधा माथि आएर बारेको छ यो घरमा चाहिँ कोही पनि बस्दैन बेला बेलामा हामी आउँछ यस्तो छ अर्को रुम यहाँ चाहिँ त्यहाँ अर्को रुम यहाँ छ यहाँ पनि के पनि छैन उताको किचन चाहिँ यहाँ सारिराखेको खानी छ भनेर यहाँ छ किचन चाहिँ किचन यहाँ छ टोइलेट यहाँ छ हामीले यतातिर चाहिँ सबै बारिसके यता बारिसक्यो यताको बारी माथि बारी यता पनि बारिसक्यो हामीले टोइलेट यहाँ छ माथि बारिसक्यो पानीको पनि सुविस्ता छ यहाँ तर मान्छे छैन हामी यहाँ मान्छे बस्ने त्यो हुँदैन बस्नु मान्छे हुन्छ घर हुँदैन ए मलाई नखिच न घर छ मान्छे छैन प्रभु यस्तै छ खिचेको छैन मैले तिमीलाई त्यही हो मान्छेको जिन्दगी मान्छे हुनेकोमा घर हुँदैन घर हुनेकोमा मान्छे हुँदैन बस्ने हाम्रो घर माथि नै छ घर यो चाहिँ बेनिगुन टी गार्डन हो सोच्दैछु अब विन्टरमा चाहिँ आएर यसो 15 दिन 10 दिन गर्दै बस्दै यहाँ यसो हेरविचार गर्नुपर्ने रहेछ भनेर घर बन्द गरेर तल नानाकोमा जानुपर्छ बस्नु चाहिँ तल बस्दैछ हामी चार दिन आज हामी आएको कति दिन भयो 4 दिन भयो 4 दिन भयो बार्नु भनेर आएको चाबी बारबुल गरिसक्यो अब जानु यस्तो देख्छ बाटो यहीँ माथि छ अब ओह्रालो जानु ओह्रालो चाहिँ अब गएर खानासाना खाएर रेडी भएर आज घर लाग्दिनुपर्छ हामी चाहिँ के चुन्द्री छोडेछु भनेको यहाँतिर ओह्रालो चाहिँ गाउँ चाहिँ कस्तो सफा छ नि यहाँ चाहिँ फुल चाहिँ बेसी छ यहाँनिर यहाँदेखि ओह्रालो चाहिँ मलाई फुल भएको लाग्छ जग्गा आफ्नो घरको अगाडि चाहिँ सफा चिटिक्क बनाएर राखेको छ यहाँ चाहिँ फुल छ खासमा गाउँको बाटो चाहिँ यत्तिको सफा हुनु पर्यो है यहाँतिर चाहिँ घरमा फुल छ है कस्तो दामी देख्छ यहाँबाट यहाँदेखि चाहिँ हामी नानाको घरमा जाँदैछौँ यसो खिच्दै होला
दामी फुल्छ है पत्ताहरू कताबाट चाहिँ अब छोरी आउँदै रहेछ कहाँ केलु ए फुल ल्याउनु गएको ए निनी पनि छ कि छैन है घरमा निनी चाहिँ भेनाको घर नाना भेनाको अर्किड छ ए यो फुलको पनि लानुपर्छ हामीले बिजन त्यहाँदेखि उखालेर ल तिमी गर अर्किड छ यही हो त ग्ल्याडिस माथि भएको त्यो यो पनि लानुपर्छ है भनेको यो त के हो यो फुलको नाम चाहिँ डेलिया है डेलिया यस्तो चाहिँ हिजो बाँस लिएर आएको छ हामीले ऊ पर जङ्गलबाट लिएर आएको हामीले घर चाहिँ अब यो गेट खोल्यो यहाँ मन्दिर पनि यस्तो फुलहरू छ रोपेको लालु पत्तेहरू चाहिँ यस्तो छ यहाँनिर यसरी आइपुग्यो हामी घरमा हाम्रो बसाइ चाहिँ यहाँ छ फुल चारैपट्टि फुल छ सकेन नाना यहाँ मुनि चाहिँ अलैँची बारी अलैँची बारी यो विकासे इस्कुस यता ओह्रालो जम्मै बारी परिसम रहेछ बारी यो पनि लानुपर्छ नि सा यसको यो के दामी हेर पत्तै यस्तो दामी छ